हेलो साथीहरु, यो तपाईहरुकै अति प्रिय च्यानल गेम स्क्रिनको कथा श्रृंखला कार्यक्रममा म तपाईहरुकै डियरेस्ट नरेस्ट होस्ट तपाईहरुलाई हार्दिक स्वागत तथा अभिवादन टक्राउँदछु। सदाको जस्तै आज पनि तपाईहरुको समक्षमा एउटा कथा वाचन गर्न गइराखेको छु। कथाको शीर्षक छ औँठी, जसलाई लेख्नु भएको छ अच्छा राई रसिक ज्यूले। आउनुहोस् सुरु गरौँ। औँठी। सराफी नकुल सिंहले पसल थुन्न लाग्दा एकजना आधा वयसी मान्छेले आएर भन्यो, एउटा सुनको औँठी चाहिएको छ, कृपया हेर्नुहोस् त, एकदम जरुरी छ। नकुल सिंहले एउटा काठको नक्कासीदार सानो सन्दुकको जर्मनी अक्षरे ताला खोलेर त्यसबाट नीलो चम्किदो इउँ भएको औँठी निकालेर भन्यो, यति हो सुनको औँठी त, यी अरू कच्चा सुनका हुन्। त्यो आधा वयसी ग्राहकले सोध्यो, कतिमा दिनुहुन्छ? लामो सुस्केर मुखबाट फ्याँकेर सराफीले भन्यो, कति भनौँ र? साँच्चै भनौँ भने मेरो यो औँठी बेच्ने इच्छा पटक्क छैन। यसो भनेर त्यो औँठी हातमा खेलाउन त्यो आधा वयसी मान्छेले उत्सुकतासित सोध्यो, किन? उफ, त्यो एउटा लामो कथा छ, एकदम करुण। सराफीले लालटेन जलाउँदै भन्यो, जाओस् त्यो कुरा। यो औँठीको सुन इउँ परिश्रम गरेर जम्मा 85 रुपियाँ मात्र हो हुन त, तर म 300 रुपियाँ भन्दा कम्तीमा बेच्न सक्दिनँ, चाहे तपाईँ नकिन्नुहोस्। गोजीबाट रुमाल निकालेर सराफी नकुल सिंह आँखा मार्न उसको मनमा त्यो बेला एलिटा विल्सनको चाँदीमा अनुहार भन्ने कथा दोहोरिँदै थियो। चकित भएर त्यो ग्राहकले सोध्यो, आम्मामा 85 रुपियाँको औँठीलाई 300? महाशय, तपाईँलाई औँठी चाहिएको नै छ भने, अर्थात् लिनुहुन्छ भने भन्नुहोस्, म त्यसो भए त्यो कथा भनेर मनको भार हल्का गराउँछु, होइन भने व्यर्थैमा सुकिसकेको घाउ किन कोट्याउनु। त्यो औँठी सन्दुकमा राख्ने सुस्त उपक्रम गर्दै सराफीले भन्यो, ग्राहक, भन्नुहोस् न पहिले। तरको पर भित्री तह बुझेर त्यो ग्राहकले अधिकारी स्वरले भन्यो, तपाईँ शङ्का नगर्नुहोस्, यदि यो औँठी त्यति रहस्यपूर्ण र दामी रहेछ भने म 300 पनि दिनेछु। एउटा मुडामा बस्दै त्यो मान्छेले सराफीलाई भन्यो, चाहे आधा रात बितोस्। नकुल सराफीको आँखा चम्कियो, उसले आफ्नो धनी ग्राहकलाई हेर्यो। ग्राहकको दामी लुगा र उसको रोहाफले त सराफीले त्यो औँठी खेलाउँदै भन्यो, प्राण गएपछि पनि चिहानभित्र समेत साथै राख्न योग्यको यो औँठी हुन त मैले नबेच्नु पर्ने थियो। म बेच्ने पनि थिइनँ, तर आज ऋणको लिखाले टुप्पी ढाकिसक्नाले मैले यस्तो तुच्छ काम गर्न कर लागिरहेको छ। न त कसै कुनै चर्को भन्दा चर्को दाममा पनि यो, न त यो बितेको कुरा कसैलाई सुनाउँथे। रुमालले आँखा छोपेर मल्दै सराफीले भन्यो, हवस् त सुन्नुहोस्। त्यो आधा वयसी ग्राहक देब्रे कुइना गुडामा राखेर हातले चिउँडो थामी औँठीको कथा सुन्न लाग्यो। बजारको निर्जन अँध्यारो चोकमा आँखा दगुराउँदै सराफी नकुल सिंहले कथा थाल्यो। कति वर्ष अगाडि पो यो पसलमा पिताजी हुनुहुन्थ्यो। म उहाँका एकमात्र सन्तान थिएँ। त्यस बेला म हुन सक्छ 15 सालको थिएँ, 9 किताबको विद्यार्थी। तर यी सब गन्थन गरेर म तपाईँको समय नष्ट गर्न चाहन्न। छोटोमा भन्छु, म बुद्धिमायालाई प्रेम गर्थेँ। एक दिन बुद्धिमायाको 15औं जन्मदिनको चिर स्मरणीय शुभ दिन मैले एउटा पत्र पाएँ। हिटीको हावा घरमा बोलाएकी थिइन्। म खुसी त्यहाँ गएँ। त्यो बताउनुभन्दा अघि मैले पितालाई छलेर यो औँठी साथमा लगेँ भन्ने तपाईँले बुझ्नुभयो होला। म चोर्न समेत सक्थेँ प्रेमको नाममा। झमक्क साँझ परिसकेको थियो। मैले आफ्नो अँगालोमा बुद्धिमायालाई बेरेर यो औँठी तिनको सुन्दर कोमल अनामिकामा लगाइदिएँ। यति भनेर नकुल सिंहले आङ हल्लायो र भन्यो, त्यो सम्झनाले आज पनि रोमाञ्चित हुन्छु।
अस्तु कति बेर आत्मविस्मृति भएर बुद्धिमायाले भनिन्, यो औँठी मरे पनि बिलक गराउने छैन। औ त्यो पानी हिट्टीमा बेलुकै पछि पूजा गरिने काली नागको बत्तीतिर हेरेर कसम खाइन्। त्यो दिनको सम्झना कण कणमा अणुपरमाणुमा खादिएको छ यो औँठीको। त्यो बेला म मस्त जवान थिएँ भन्ने सम्झेर मलाई माफ गर्नुहोस्। एक सातापछि पिताज्यूले औँठी हराएको चाल पाउनुभयो। म माथि शङ्का पनि गरी छाड्नुभयो, तर चोर लडतर्को थिएन। म निरपराध झै चोखो भएर बाँचेँ। सरापी नकुल सिंहको आँखामा त्यो बेला हल्का मुस्कुराहटको चमक झर्यो। फेरि एकाएक अँध्यारो भयो। औ आफ्नो व्याथा भन्दै गयो। म मामा माइजूसित पाठशालाबाट शीतकालको लामो छुट्टी बिताउन नेपाल गएँ। बुद्धिमायादेखि टाढो भएँ। 2 महिना वहाँ बसेर म घर फर्केँ। सम्झँदा भक्कानो फुटेर आउँछ महोदय। पिताज्यू र आफ्ना सम्बन्धीहरूले मेरो विवाहको बन्दोबस्त मिलाइसकेका रहेछन्। म आउनु मात्र बेर थियो। मान्दै मानिन, जिद्दी गरेँ, अझै पढ्छु भने। बुद्धिमायाका निम्ति मैले म झै प्रेमबाट हुन सक्ने प्रेमको बचाव गर्दै विरोध गरेँ। पिताज्यूले बन्दोबस्त गर्नुभयो कि केटीसँग विवाह गर्दिन भने, तर अन्त्यमा उहाँको वचनले अधमरो भएर म हारेँ। नकुल, तेरो बिहे यति छिटो गरिदिने हतार मलाई थिएन, तर त नेपाल छँदा एकजनाको मुखबाट एकजना बुद्धिमाया भन्ने तामाङ केटीसित लसिएको छस् भन्ने सुने र पो त कुलको नाम बचाउन तेरो बिहे गरिदिँदैछु, बुझिस्? मरिसकेको भए पनि मैले झोकिएर सोधेँ, कसले भने नभएको कुरा तपाईँलाई? म झै झोकिएर पिताज्यूले भन्नुभयो, यसले देखिस्? अहो महाशय, साँपको विषाणु आँखा जस्तो यो औँठी पिताज्यूको हातमा थियो। यसो भन्दै सराफी नकुलले त्यो औँठीलाई घिनलाग्दो दृष्टिले हेर्यो। देब्रे हत्केलामा राखेर त्यो प्रभावित ग्राहकलाई देखायो अनि भन्न लाग्यो, अन्त 2-3 साल मैले उहाँलाई अनुहार देखाउन सकिनँ। कसरी मैले बुद्धिमायालाई तिनको जन्मदिनको उपहार दिएको यो औँठी उहाँले पाउनुभयो त्यो जान्न सकिनँ। मेरो विवाह भयो सुभद्रासित। मेरो विवाह हुन साथ अर्थात् मैले मेरो हृदय भइसकेकी बुद्धिमायालाई जबरजस्ती चुडाएर फ्याँक्न साथ दुर्भाग्य झै रिसाउनु भएकी पिताज्यू भाग्यदेव झै मायालु हुनुभयो। सुभद्राको चालचलनले मलाई बुद्धिमाया सपनाकी सुन्दरी जस्ती गराइदियो, तर यो औँठी विपना नै भएर उसको औँलीमा बस्यो। किनकि पिताज्यूले यो औँठी दिनु, म पनि त पिताज्यूकै बुहारीलाई यो औँठी दिन चाहन्थे, होइन महाशय? तर बुहारी भई सुभद्रा। अरू लोग्ने झै सुभद्राको विश्वास पाउनलाई मैले बुद्धिमायाको चर्चा उसलाई भने। केही लुकाइन, ढाँटिन। सुभद्रा दुखित भई ऊ पनि बुद्धिमाया जस्तै हाडमासुले बनेकी थिए। बिहे गरे पनि मैले पढ्न जारी नै राखेँ औ प्रवेशिका परीक्षा पनि दिएँ। अन्तिम परीक्षा दिएर म सिधै घर पुगेँ। जब म ढोकामा पुगेँ, साधारण सेतो गुन्यु चोलो लगाएकी बुद्धिमाया मेरो कोठाबाट बाहिर निस्किन्। अँध्यारो मुस्कुराहटले दाँत लुकाएर नमस्कार गरिन् अनि गइन्। मैले तिनको नमस्कारको उत्तर दिनु त के छक्क पर्ने समय पनि पाइन। पछि सुभद्राले बताइन्, पिताज्यू खरसाङ जानुभएछ र मौका पारेर उनले बुद्धिमायालाई बोलाएर जबरजस्ती ल्याएछन्। मैले सुभद्राको औँलीमा हेरेँ, त्यसमा त्यो औँठी थिएन। माया उठ्यो, अन्तमा लुकेको प्रेम रोइ उठ्यो। लालटिन साह्रै मधुरो भएकोले उकास्दै सराफी नकुल सिंहले कथा अघि बढायो। मेरो विवाहको 2 वर्ष पनि नहुँदै पिताज्यूको देहान्त भयो। घरको यो पसलको जिम्मा मेरो लाटो थाप्लोमा बज्रियो।
एक कुरा मैले परीक्षा जो दिए थिएँ असफल नै भएछु। बुद्धिमायाको शराबले आँसु पनि कठोर भए झै लाग्यो। केही पछि सुभद्राले मलाई एउटी छोरी दिई। आफू चाहिँ नानी जन्मेको केही घण्टापछि नै स्वर्ग गई। साँच्चै कति बालकको जन्मपछि उसकी आमाको मृत्यु किन टाँसिएको होला। त्यो नानी कुमारी आज 16 वर्षकी भएकी छ। मैले उसलाई सानी आमा ल्याइदिन। ऊ कन्या पाठशालामा 10 किताब पढ्छे। पोहोर नै किताबको वार्षिक परीक्षामा सबलाई उछिनेर प्रथम भएकीमा कुमारीलाई उसकी गुरुमाले निजी तर्फबाट एउटा बहुमूल्य इनाम पनि दिइन्। यही औँठी। बुद्धिमाया गुरुमा काम गर्छिन्। आजकल अझै कोहीसित गएकी छैन। 18 वर्ष अघि तन्नेरी छँदा उपहार दिएको यो औँठी बुद्धिमायाले मेरै छोरीलाई दिइन्। तर यो औँठी छोरी कुमारीले लाउनु मलाई कत्रो ठुलो पाप। कालीनागको कसम कता जान्छ र। मैले यसकारण छोरीलाई सट्टामा अर्को औँठी बनाइदिन्छु भनेर यो बेच्न राखेको हुँ। हुन त यो बेच्ने योग्यको चिज होइन, लाख रुपियाँ पाए पनि। फेरि पसलको अवस्था बिग्रेकोले नबेची पनि भएको छैन। सके त बुद्धिमायाकैमा पुगे असल हुन्थ्यो। बस यति कथा हो। धन्यवाद। कथा समाप्त हुने साथ ग्राहकले 400 रुपियाँ दिएर त्यो औँठी थाप्यो औ बजारतिर लाग्यो। ऊ टाढा पुगेपछि सराफी नकुलसिंह हाँस्यो औ भन्यो, त्यसै कथेर भनेको कथा पनि पत्याउने कस्तो हुस्सु, साँच्चै ठाने होला। कथा सकिएको छ। हवस् त साथीहरू, आजलाई भने यति नै। फेरि पनि यस्तै किसिमको भिडियोहरू लिएर तपाईहरुको समक्षमा पुनः आउने नै छु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते।